यो त सङ्गीताको फोटो यस्तो विवाहको फोटो मात्रै दिएको छ सोधला सङ्गीता। फेरि अर्को फोटो गरिदिएन फेरि मैले हेर्नु यहाँ गाजर फोटोहरू त बिहाको मात्रै। फेरि यो चाहिँ ओइ यो फोटो चाहिँ अरूको हालिदिएको छ दिदीले। कसको फोटो फेरि यो खोइ को मान्छे फोटोको मान्छे चाहिँ यसमा कमेन्ट गर्नु होला है, को मान्छे रहेछ यो फोटोको। यहाँ हेर्नु कसको फोटो हालिदिएको छ। यो चाहिँ हामीहरूको फोटो हो, तर यो फोटो चाहिँ कसको थाहा छैन। अनि यो फोटो सङ्गीताको सङ्गीता यो नि सङ्गीता सङ्गीता म्याडम हुन्छ सबका सब सङ्गीता। यो चाहिँ मेरो फोटो गाइज, यो मेरो हुन्छ बिहाको फोटो। अनि यो सङ्गीता हिरोनीको फोटो। अनि यो चाहिँ फाइनली मेरो फोटो लास्टको। अनि यहाँ चाहिँ अनि यो पनि छ क्या एउटा, तर यो फोटो चाहिँ कसको पो है। फेरि यो फोटोको मान्छे चाहिँ यहाँ कमेन्ट गर्नु होला है। यो भिडियो हेऱ्यो भने मेरो फोटो कहाँबाट आयो सोच्नु होला। यो हेर्नु अनलाइनबाट अलिक मिस्टेकले एउटा दुईटा तिनवटा चार पाँच छ सात आठ नौ, तर 9वटा फोटो आयो। यो फोटो चाहिँ तर अरूको हालिदिनु भएको छ, हाम्रो फोटो खै कहाँ हालिदिनु भयो। छोरीको फोटो हालेको थिएँ मैले, हो मेरो छोरीको फोटो थियो, तर यो फोटो आयो मेरो छोरीको फोटो खै कसले लिनुभयो छोडिदिनु। अब यो कसको फोटो थाहा छैन। यो फोटो हुने मान्छे चाहिँ कमेन्ट गर्नु होला है, यसमा मेरो फोटो हो दाई भनेर भन्नु होला। दाई भाइजी भने नि हेर्नु यो फोटोको मान्छेलाई कोही चिन्नुहुन्छ भने। अनि यो चाहिँ यो फोटोलाई पुरै डेकोरेसन गर्ने ठिक हो। यहाँ पुतलीहरू अनि यहाँ के छन् यहाँ हेर्नु है, पुतलीहरू यहाँ घाँस दाउराहरू यो चाहिँ पुरै यस्तो डेकोरेसन चिजहरू चाहिँ यस्तो छ खतरनाक। यो चाहिँ अहिले बनाउँछु पुरै फिनिसिङ हेर्नु होला।